सबैलाई नमस्कार। आज म मेरो करेसा बारीमा फलेका विभिन्न फलहरूको बारेमा देखाउन गइरहेको छु। म पहिलो पटक यसमा रुख कटहर चाहिँ यहाँहरु समक्ष प्रस्तुत गर्न गइरहेको छु। यो रुखमा रुख कटहरहरू फलिरहेका छन्। रुख कटहर चाहिँ लटरम्म फलिरहेको रहेछ। रुख कटहरहरू यहाँले देख्न सक्नुहुन्छ। रुख कटहरहरू यसरी फलिरहेका छन्। रुख कटहरहरू विभिन्न हाँगाहरूमा रुखका विभिन्न भागहरूमा यही प्रकारले लटरम्म फलेको रहेछ रुख कटहर। अब यो चाहिँ पाक्ने समय त अलि पछि नै होला। यसको तरकारीहरू भने नपाक्दै पनि पटक पटक खान पाइयो। रुख कटहर चाहिँ यो प्रकारले फलेको पाइयो। यो मेरो सुन्तला बगैँचाको यो हाइब्रिड सुन्तलाको बिरुवा हो। किनभने यो बिरुवा अलि राम्रो भएन, अलि छ्याक्रेस भयो। त्यसैले यसलाई रिप्लेस गर्नको लागि नयाँ बिरुवा यो चाहिँ अम्बा। यहाँले देख्न सक्नुहुन्छ कस्तो मजाले फुल फुलेको छ। बतिलाहरू पनि लागिसकेको अवस्था छ। बतिलाहरू यो पनि हाइब्रिड सुन्तला हो। यत्रो भएको छ, हाइब्रिड हो। यता अर्को सुन्तलाको बोट छ, हेर्नुहोस् यहाँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ यो नस्पति, यो असारे नस्पति हो। यसमा पनि फलेको छ। दानाहरू यहाँले हेर्न सक्नुहुन्छ। अलि प्रष्ट देखिएन कि यो चाहिँ यो साउने नस्पति हो। फेरि साउने नस्पति केरा पनि यसमा सँगसँगै छ। सुन्तलाहरू यस किसिमले छन्। यो सुन्तला देख्न सक्नुहुन्छ यहाँले। त्यो अलि पर देख्नु भएको छ, त्यो एभोगाडो। यो सँगसँगै अलैँची, यो अलैँची हो। यसमा केही फल पनि लागेको छ। दानाहरू यसरी यहाँ भित्र लागेको छ, हेर्न सक्नुहुन्छ। यो अलैँची हो। यसरी यो भुइँकटहर पनि सँगसँगै छ। यो कागतीको बिरुवा हो। यसलाई अलि स्याहार गर्न भ्याइया होइन। त्यसरी नै यो एभोगाडो यहाँ देख्न सक्नुहुन्छ। यो एभोगाडो केही फलहरू लागेको छ। यो यहाँ देख्न सक्नुहुन्छ। यो कागतीको बिरुवा हो। यो कागतीको बिरुवा, कागती पनि बढिरहेछ। सँगसँगै यो खुर्सानीको बिरुवाहरू पनि अलि यस्तो भएको छ। यो सुन्तला नै हो। यो चिउरीको बिरुवा नि सँगसँगै छ। चिउरीको बिरुवा यसरी सुन्तलाको बगैँचा, यसको गोडमेल गर्ने, स्याहार गर्ने क्रम जारी छ। यसका हाँगाहरू काट्ने सन्दर्भमा चाहिँ हामीले के ख्याल गर्नुपर्ने हुन्छ। यसको ठेट्नु कति पनि रुखमा रहनु हुँदैन। यसका काँडाहरू यहाँले देख्न सक्नुहुन्छ। यो कैँचीको प्रयोग गरेर यसका काँडाहरूलाई हेर्नुहोस् यसरी च्याट्ट यसका काँडाहरू यो किसिमले कत्तिन रहनु हुँदैन। यसका यी चोरा हाँगाहरूलाई पनि हामीले फाल्नुपर्छ। हेर्नुहोस् यसको चाहिँ कति पनि नराखी ठेट्नु राख्नु हुँदैन। यसरी हेर्नुहोस् यो चाहिँ यस्तो छ। यो फल्ने टाइपको हाँगा होइन। यो यहाँले देख्न सक्नुहुन्छ। त्यसरी यसलाई च्याप्प हेर्नुहोस् यसरी ठेट्न नराखिकन, किनकि भोलि त रिपेयर हुँदा घाउ बन्छ फेरि। त्यसैले यस्ता खालका हाँगाहरू राख्नु हुँदैन। हेर्नुहोस् यसरी यसलाई यो ठेट्न रह्यो भने ठिक हुन्न। त्यसो गरेर फेदै पाइ चरप्प यसरी काटिन्छ। देख्न सक्नुहुन्छ यहाँले। यी काँडाहरू, यस्ता काँडाहरू पनि राखिँदैन। यसरी चाहिँ हामीले बिरुवाको बारेमा केयर गर्नुपर्ने हुन्छ।
यसको तल फेदमा मल राखेको छ, केही झार पलाइसकेको रहेछ। यो गोडमेल गर्नुपर्ने हुन्छ। यसरी लगभग उता अगाडि पनि यहाँहरूले हेर्न सक्नुहुन्छ मेरो 300 भन्दा बढी सुन्तलाको यो बगैँचा छ। यता अगाडि पनि यहाँहरूले सुन्तलाको लाइन देख्न सक्नुहुन्छ। यो तल्लो घरमा पनि यसरी चाहिँ पुरै सुन्तला छ। यता पनि भित्रभित्र सुन्तलाको हाइब्रिड सुन्तलाहरू यहाँभित्र यहाँहरूले देख्न सक्नुहुन्छ। बिचमा छ, त्यस्तै त्यहाँ पनि छ, उता छ, यो गरा उतैसम्म छ। ल हस्, धन्यवाद। यो साउनी नस्पति हो, साउनी नस्पतिको रुख यहाँ देख्न सक्नुहुन्छ।